जान्दिनँ फुटबल लाँदैन घरतिर फुटबल ल्याएन अस्ति चारो लाउनु पनि हेलाइ खेलाइ होइन त्यही खानु पर्दैन गाउँ त विष्णु गइछ होइन फेरि कतातिर हिँड्ने हाल्ने नि तपाईँको मजा आयो त होइन किन ल हुन्छ होला झगडा त नचिनेपछि झगडा त हुन्छ आइमा मैले फकाउनु पर्छ त्यतिको तिम्रो पहिला आउँछ खाना हुन्छ यस्तो र अभी नफकाएर ल्याल्छ यार कहिलेमा आफै पुग्नुहोस् यार अगाडि गइकन पुग्नुहोस् के भोलक बोल्ने नि यार तपाईँ अलि यस्तो खुम्चाउ उताल्यो के भन्छ यसलाई आउँदैन त डोलीले नै कस्नु पर्छ ढोल नभए त्यतिको बस्छ त फेरि यता आइज ल अब सिधा आउँछ आइडिया हो क्या आइडिया पैसा पाउँछ क्या मिलियन डलर नेपालको मान्छेसँग केही बुझ्दै छैन बाहिर मात्र एउटा यो एउटा कुन हो इन्डिया मेरो त्यहाँ छ खेत चाहिँ सानो सानो छ अनि हिँड्नु पर्ने चाहिँ धेरै छ यहाँ दुईटा मात्रै हो यहाँ बिस्तारै पनि यस्तो दिदीको फोटो हो रे 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 ओइ यो अल्छी रहेछ यो आउँदैन तात्के देखेन ओइ 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 आँखै देखेन यसको नाम के हो अन्जली यसको नाम के हो राजेश हिमाल हो कि यसकी दालमा यति तेल खानु अब यतिकै पानी खान्छ नि अझै यहाँ भयो हैन नगरा क्या मैले भात कम मैले दाल कम खान्छ यहाँ त्यो दुई गोडा देखिया छ जागन गर्छ जा भइगयो होला नि
ल्याउँदिन अब जत्था भाइ बोल्ने यहाँ त्यो नेलादिन नेलादिन गएको थियो गएको थियो पछि बाइकमा आइगयो तिम्रो ठाउँमा ल्याउनु भएन मैले ल्याएको मजा आयो खानु फुटी ल्याउने फुटिन हाल्नु दाल यो सबै नहोला त्यो भए छुट्टै खाने खाने होइन माइलो मामा जेठाउनु जेठाउनु मामा मात्रै खान्छ फेरि आयो फेरि सकेत मामा हुनु होइन कि भन्नु लाग्छ यार तपाईँको थाहा छैन हुँदैन त्यहाँ जाँदैन रोडी कुद्लाई थियो बाटो ठिक छैन त्यहाँ ल्याउनेमा तपाईँले दावा च्यातिदिन्छु दावा च्यातिदिन्छु बुन्दर छ र बुन्दर छ छाम्ने हाम्रो त के अहिले हाम्रो त केही नै यहाँ हुनु झोलन कहिलेसम्म अड्छ म यति गर्नुपर्छ क्या आफूतिर मात्रै नभनु क्या बतास पनि जान्नुपर्छ हुन्छ हुन्छ खाइदिन आयो अब फेरि दालै थियो अझ पनि पुगेन दाल पुग्दैन अरे यार झुरो नगर्नु के तैँले हाल पाला लामो पनि चाहिँदैन यार पाँचजना सुन्ने बनाऊ त्यहाँ पाँचजना अलिक पर म गराइ हुँदैन किन भन्छ है यो डोरा पर हल्का माथि हो त्यहीलाई बाटा लगभग यो चाहिँ त्यहाँ आउनुपर्छ यति आयो भने यतिवटा देख्नु त ओइ विशाल के हैन अब भनिन नि अमलाउने म खाना माथि हाल्छु पाँचजना हुन्छ है यहाँ उता पुग्दैन